नमस्ते नमस्कार सम्पूर्ण साथीमाझ म आशा र विश्वास गर्छु हजुरहरूले सन्चै र आरामै हुनुहुन्छ होला। हेर्न सक्नुहुन्छ हाम्रो व्यापार यही रोजीरोटी हो हाम्रो। यही व्यापार गरेर म आफ्नो फ्यामिलीहरूलाई पाल्दै आउँदैछु। आज फर्स्ट टाइम हजुरहरू माझमा एउटा भिडियो बनाएर राख्न गइरहेको छु। मलाई आशा र विश्वास छ कि हजुरहरू मलाई सपोर्ट गरिदिनु होला। लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। हेर्न सक्नुहुन्छ हाम्रो फ्यामिली हुनुहुन्छ खेलिरहेको छ। यही हाम्रो काम छ। हजुर यो सहारा हुलचेयर छ, यसले गर्दा हामी बाँचिरहेको छु र हजुरहरूलाई म भन्न गइरहेको यति मात्रै हो कि यो हेर्न सक्नुहुन्छ तपाईँले यही व्यापार गरेर म आफ्नो फ्यामिली पालिरहेको। तर मैले व्यापार गर्ने ठाउँ छैन। अहिले मान्छे नै आउँदैन के भयो के भयो। अब व्यापारै नभएको कारणले मलाई फ्यामिलीहरूलाई पाल्न एकदमै अप्ठ्यारो। मेरो भिडियो पुरै हेरिदिनु होला। लाइक सेयर सपोर्ट पनि गरिदिनु होला। हुन्छ हजुरहरू अहिले दिउँसोको 1:30 भइसक्यो। मान्छेको अत्तो-पत्तो पनि छैन। म अहिलेसम्म बोनी पनि गर्न पाएको छैन। एकदमै अप्ठ्यारो भयो हामीलाई चाहिँ। नानीहरूलाई स्कुल फिस तिर्नु, रुम भाडा तिर्नु मन्थलीको 6000 पर्छ। नानीहरूलाई खाना खुवाउनु। हेर्न सक्नुहुन्छ म धेरै आशा र विश्वास गरेर हजुरहरूमा यो भिडियो राख्न गइरहेको छु। किनकि मलाई पुरै आशा छ कि हजुरहरूले मलाई सपोर्ट गर्नुहोला र यो आशा नचुटिन दिनु होला। होस् त म यति नै भन्दै